गुड इभिनिङ, नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो गाउँमा छठ पूजा गरिरहेको छ र हामी भुबु भदैनी अब छठ पूजा हेर्नु जाँदैछौँ र त्यहाँ पुगेपछि तपाईहरुलाई पनि म देखाउने छु। हामी चाहिँ अब यहाँ बीच बाटोमा आइपुग्यौँ। यहाँ पर चाहिँ हाम्रो माताको मन्दिर छ। हामी पूजा गर्ने ठाउँमा आइपुग्यौँ तर अहिले पूजा सुरु नै भएको छैन र तपाईहरुलाई आजको हाम्रो दार्जिलिङको भ्यू देखाउँदैछु। आज चाहिँ पुरा फगी लागेको छ, त्यति राम्रो देखेको छैन। माथि नै मेला चल्दैछ र अहिले एकछिनपछि पूजा हेरिसकेपछि तपाईहरुलाई नाइटको भ्यू देखाउने छु। हामी चाहिँ पूजामा आइसक्यौँ र पूजा सुरु भइसक्यो। तपाईहरुले पनि हेर्नुहोस् यहाँनिर चिसो पानीमा डुब्की लाउँदैछ। जाडो लाग्दैन बहिनी? हेर्दै डुब्की हाम्रो दार्जिलिङको नाइट भ्यू हो। दार्जिलिङ बजार देख्नु हुँदैछ तपाईहरुले। यहाँ पर चाहिँ मेला हुँदैछ, रोटेपिङ घुम्दैछ र आजको दिन त्यति राम्रो छैन, पुरा फगी लागेको छ।
फगी नलाग्दा एकदमै राम्रो देख्छ, तर आज फगीले गर्दा त्यति राम्रो देखेको छैन। हेर्नुहोस् हाम्रो दार्जिलिङ फगी नलागेको भए एकदमै राम्रो देखिन्थ्यो, तर आज यस्तो भयो दिनै। र आजको लागि यति नै। र मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस्। र तपाईँहरूको धेरै माया र सपोर्ट चाहिएको छ भन्दै तपाईँहरूलाई बिदा माग्दैछु। बाई।